ब्रो चाहिँ भर्खर आइपुग्यो 10 बजी राति किनभने उहाँको चाहिँ बसाइ हिजो मात्रै क्यानाडाबाट आइपुग्नु भएको त्यो भएर पनि होला What's up, man? It's my turn to get up. Yeah, let's go. How'd you get up? क्यामेराम्यान चाहिँ हेर्नु र खानुमा चाहिँ त्यस्तो भन्छ त्यस्तो मान्छे चाहिँदैन नराख्नु त्यस्तो क्यामेराम्यान क्यामेराम्यानले काट्दैन पकाउँदैन मात्र फोन समात्ने हो त्यस्तो मान्छे चाहिँ यहाँदेखि जाँदा यो त खसीको मासु होइन कुखुरा हो ल ए म त कुखुरा र खसी पनि चिन्दैछु त ए हो त रहेछ त अहिले पानी आउन अहिले खाउला केमा तातो पानी काली भयो काली पनि काली के साह्रो काली हो न हाम्रो चाहिँ अहिले ब्रेक टाइम स्विमिङ खेलाएर ब्रेक टाइम लम्बु स्विमिङ खेले पछाडि चाहिँ आइसक्रिम फ्री होइन फ्री उहाँले कति उहाँले अघि 2टा खाइसक्नु भयो छैन अब चाहिँ सानो प्राइभेट हो नि मिल्कमा आइपुग्यो बाउ कता हिँड्नु म फायरमा फायर आमा ओइ अब भित्र चाहिँ हामी थकान लागेर सबैजना
थाकेर बसेको खासै यो बस्ने ठाउँ चाहिँ होइन तर अहिले हामी एक राउन्ड यो बजार डुलेर अनि त्यहाँदेखि हामी बजार डुलिसकेर चाहिँ अहिले हामी यहाँ गलेर चाहिँ एकदमै सबैजना गलेर चाहिँ हामी एकछिन थकाइ मारेको अवस्था भन्नुपर्छ। यहाँ भिडियो गर्दै थिएँ त्यही भएर मेरो पिक्चर चाहिँ आएन सो म पिक्चर पनि निकाल्ने प्राइस गर्छु है त मेरो अगाडि अगाडि हेरेर यसो हल्लाउनु त्यो स्ट्रिङ हो त्यो हल्लाउनु हल्लाउनु हाम्रो बाबुले पनि कुदाउनु थाल्नु भयो गाडी उताबाट कुद्दा कस्तो मिलिमिली गरेको हो न आमा हामी त मिलेको 15-16 वर्ष भइसक्यो होइन हो र लाइ 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 16 वर्षको पो हुँदैछ त वर्षगाँठ 16 वर्षका वर्षगाँठ